पूर्व उप प्रधानमंत्री माननीय राजेन्द्र लिङ्गदेनज्यू, राष्ट्रिय शक्ति नेपाल का अध्यक्ष वरिष्ठ राजनीतिज्ञ केशरबहादुर विष्टज्यू, नेपाली कांग्रेस बीपी शिवसेना नेपाल र यो आन्दोलनको मोर्चामा आबद्ध रहनुभएका विभिन्न 44 दलका समूहका प्रतिनिधि साथीहरू, मेरो अग्रज राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष द्वय आदरणीय पशुपति शमशेर राणा, डॉक्टर प्रकाश चंद्र लोहानीज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल लगायत विभिन्न दल र समूहका विभिन्न तहका साथीहरू, लामो समयदेखि नेपाली जनताको गुनासो रहँदै आएको तपाईहरुले उठाएको विचार हिन्दू राष्ट्र र राष्ट्र संस्थाको एजेन्डा अत्यन्तै राम्रो छ। तर के गर्नु, तपाईहरु आफै विवादित हुनुहुन्छ, एक ठाउँमा आउन सक्नुहुन्न भन्ने गुनासो आम राष्ट्रवादी नेपालीहरूको थियो। त्यो सबै गुनासो लाई सम्बोधन गर्दै आम राष्ट्रवादी नेपालीहरूको चिन्तालाई अन्त गर्दै आज हामी सबै राष्ट्रवादीहरू, राजावादीहरू, हिन्दूवादीहरू, प्रजातन्त्रवादीहरू एक ठाउँमा एकजुट भएर उभिएका छौँ। केवल एकपटक भाषण गर्नको निमित्त मात्रै औपचारिक र राष्ट्र संस्थाको एजेन्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न सक्दैन, टुटाउन फुटाउन सक्दैन। एकताबद्ध भएर हामी अब चाँडै नै राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दू राष्ट्र र राष्ट्र संस्था पुनर्स्थापना गरी सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने अवस्थासम्म एकताबद्ध रहनेछौँ भन्ने म यहाँ विश्वास गर्दछु। यो एकताको निमित्त सबै प्रकारका स्वार्थ, आपसी मतभेदलाई परित्याग गरेर हामी यहाँ एक ठाउँमा आएका। म सर्वप्रथम त राष्ट्रवादी दलहरू